बुढी आमा भान्सामा रोटीहरू पकाउँदै हुनुहुन्थ्यो। रोटी पकाइसकेर आमा पानी लिनलाई धारामा जानुहुन्छ। त्यही बेला एउटा भोकाएको स्याल चुपचाप बुढी आमाको घरभित्र पस्छ र उसले त्यहाँ भएको रोटीहरू खान थाल्छ। बुढी आमा पानी लिएर फर्किँदा घरभित्र स्याललाई देख्नुहुन्छ। स्याल चुपचाप बसेर रोटीहरू खाँदै थियो। आमालाई देखेर स्याल डराएर भाग्न थाल्छ। तर आमाले स्याललाई कराउनुको साटो उल्टो माया गर्नुहुन्छ र अझै रोटीहरू खान दिनुहुन्छ अनि मायाले सम्झाउनुहुन्छ, भोक लाग्यो भने माग्नुपर्छ, चोरी गर्नु हुँदैन। स्यालले आमाको कुरा सुनेर माफी माग्यो र अबदेखि कहिले पनि नचोर्ने बाचा गर्यो। ऊ अरूलाई दुःख दिने होइन, बरु सहयोग गर्ने जनावर बन्यो।